हेलो एभ्रिवान, जय मसी तपाईँ सबैजनालाई यतिखेर फेरि पनि तपाईँलाई हाम्रो नयाँ भ्लगमा एकदमै स्वागत छ। आजपादर गुरुबा, जय मसी। तपाईँको मुस्कान के हो यो? खतरा छ त। अर्को गाडी चाहिँ यहाँतिर छ भने यहाँ अर्को पनि यहाँनिर छ अरुण भाइ। क्यारम खेल्न जानुपर्ने तपाईँ एउटा लाउनु भयो छैन ल। राम्रोसँग जानु होला, क्यारम खेल्न जानु पाउनु भएन। अब के गर्ने लकेटा ल भित्र ल छिटो छिटो। प्रार्थना घरमा आइसक्यौँ। दिदी पनि आउनु भएको छ आज यतातिर। हाम्रो भाइहरू यतातिर ल हुनुहुन्छ क्यारलको लागि एकदम कम तयार भएर आउनु भएको छ। ल इसाक भाइ जय मसी। आज क्यारल दामी खेल्नुपर्छ है। जय मसी बहिनी, जय मसी। ल तपाईँ आउनु भएको छ अहिले, एकछिनको बादमा चाहिँ आउनुहुन्छ। ल ल दाजु क्यारल है, क्यारल हेर्नुहुन्छ। ल ल ल ल दाजु जय मसी एभ्रिवान। हामी अहिले यतिखेर फाइनली हामी प्रेम भाइ अनि म लगायत हाम्रो साथीहरू सबैजना क्यारल दाइ यतातिर पालपाल दाइ पालपाल दाइ टक बनाउँदै अहिले गएर त्यहाँ चाहिँ अब दामी क्यारल खेल्दै होइन दाइ। प्रार्थना घर देखाउन पनि होइन, यस्तो पुरानो घर जस्तो लाग्छ होइन। यही हो घर चाहिँ होइन। अनि ल पूर्ण दाइ यता प्रेम भाइ यता पालपाल दाइ टक्क अब यहाँ चाहिँ हाम्रो छुटेर रमाइलो हुँदैछ। ल हामी फाइनली आइसक्यौँ सही। आज क्यारलको माहौल तातिँदैछ। ल क्यारलको माहौल त हाम्रो तातिँदैछ। जय मसी सबैजनालाई। ल जय मसी। ल हाम्रो अतिथि मेरी क्रिसमस सबैलाई आजबाट हाम्रो चाहिँ क्यारल सुरु भएको छ है। रमाइलो गर्नुपर्छ अब। आजबाट नै जय मसी सबैजनालाई। सरिकाटको क्यारलमा तपाईहरु सबैजनालाई स्वागत छ। हामी तयारी गर्दैछौँ है। तयारी छ यतातिर होइन। बेलुक धेरै राम्रो बनाउनु चाहिँ भएको छ नि अब। हेलो जय मसी। दामी सजाउनु भएको छ। ल वाउ यतातिर अब मैले के देखाउन पर्छ भने चाहिँ आज भान्सामा चाहिँ के पाक्दैछ त हाम्रो विशेष गरी यो चाहिँ सरिकाटको प्रार्थना घर हो। अनि यो चाहिँ हाम्रो प्रार्थना घरको तयारी क्रिसमसको लागि मेरी क्रिसमस के अरे क्यारल ग्रुपहरूको लागि केही भजनहरू शारीरिक भजनहरू तयार गर्दैछौँ। उहाँको त एरिया अब तपाईँ कहाँ ल होइन दिइसक्यो क्या। ल एकदम ओ केटाहरू के छ यतातिर। ल जय मसी। ल मेरी क्रिसमस भाइहरू। ल दाइ मेरी क्रिसमस। ल थ्याङ्क यू। मेरी क्रिसमस दाइ। ल मेरी क्रिसमस। ल मेरी क्रिसमस है। क्यारल अब फर्स्ट क्यारल हाम्रो युएमा प्रार्थना घर सारीकाट अनलाइनमा हुँदैछ भाइ। जय मसी है। हामी सबैजना भेला भएको छौँ यहाँतिर। केटाहरूलाई एकदम रेडी पोजिसनमा अब चाहिँ